सम्पूर्णमा नमस्कार, म आकाश राउत। सेवाग्राहीहरूलाई छिटो सर्भिस दिनु पर्यो भने त्यसका लागि एउटा काम गर्नुपर्छ, किनकि धेरै सेवाग्राहीहरू कार्यालयमा आउँछन्, कहिले यो डकुमेन्ट मिलेन, कहिले यो डकुमेन्ट मिलेन, कहिले यो मिलेन, कहिले यो मिलेन, र उक्त कार्यालयका कर्मचारीहरू पनि सुरुमा एकैचोटि मजाले भन्दैनन्। यसलाई रोक्नको लागि हामीले एउटा यस्तो साइट बनाउनु पर्यो, एउटा यस्तो प्लेटफर्म बनाउनु पर्यो, त्यसमा यदि नागरिकताको प्रोसेसमा गइरहेछ भने नागरिकताका लागि चाहिने डकुमेन्टहरू के हो उक्त वेबसाइटबाट यतिकै इजिली थाहा पाओस्, र एउटा बिहा दर्ताका लागि यो डकुमेन्टहरू चाहिन्छ, हामी घरमै बसी हेरेर सबै डकुमेन्ट एक ठाउँ गरेर हामी इजिली त्यहाँ जान सक्छौँ। त्यहाँ भिड पनि भएन, त्यहाँ फर्किनु पनि परेन, र यस्ता यो ट्राफिक जाम लाग्ने कुराहरू जुन छ नि, यो अलिकति कार्यालयहरूमा अलिकति घटाउनको लागि यो अलिकति प्रोसेस चाहिँ जान्नु पर्यो जस्तो लागिरहेछ, किनकि धेरै कुराहरू तिनीहरूले सेयर गर्न पनि मान्दैन। कहिलेका कुन ड्रेसमा हुन्छन्, हामी गइहाल्छन्, त्यस्तो टाइपको गतिविधिहरू चलिरहेछ। कहिले यो मान्छे छैन, कहिले यो मान्छे छैन भनेर जस्तो टाइपको कुरा पनि आएको छ। अब त्यसलाई रोक्नको लागि हामीले अलिकति राम्रो कदम चाहिँ उठाउनु पर्यो, र यस्तो टाइपको सिस्टम ल्यायो भने हामीलाई अब उक्त कार्यालयमा जाँदा अब यो लिएर जानुपर्छ भनेर हामीलाई घरमै इजी बसेर थाहा हुनसक्छ। सिस्टममा ल्याइदिनु हुन हाम्रो माननीयज्यूहरूलाई म आग्रह गर्दछु।